हजुरबा भाटामा बसेर बिस्कुट खाने ल थ्याङ्क यू छोरी मेरो दाई कान्छ यी हजुरबुवा बुवाको दाइ दिनेश सरको बुवा एउटा ढेर खाऊ न ओइ म ढेर कुरकुरे खाती हूँ कुरकुरे आई आई कुरकुरे खाने ल खा अभी कुरकुरे खाता हूँ कुरकुरे खान्छौ अभी कुरकुरे खाता हूँ फेरि भन नारायण 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 सगे चरणमा पूजा गरौँला नसगे खाना एकछिनमा चाहिँ अलि आनन्द भएको हुन्छ फेरि एकैछिनमा चाहिँ अलिक बढी गाह्रो हुन्छ है काम गर्नु सक्दैन बिस्तारी बिस्तारी चल्छ जम्मै छ्या भएर खोल्छु सिद्धि उसमें सिद्धि मेरो सिद्धि छ सिद्धे सिद्धे अब रेडी भएर बस भनिहाल्छ शङ्करी शम्भु रामचन्द्री हरिचन्द्री यिनलाई अभी कुरकुरे सबै मेरो भन्ने काम त्यही हो जम्मै भाइपाटीका ल रेडी गर्ने अब हामीले यो गइसक्यौँ बैदाले न्यु गर्नु केदाले न्यु गर्दैछु लौ जोड्दैछु म पनि न्यु खोज्दैछु भयो लौ टेकिया छैन हामीभन्दा टाढै भयो भने मैले त टाढै जाउँछु पालो नआइकन जान पाइएन तपाईँ कति वर्ष हुनुभयो 81 बा कति वर्ष हुनुभयो नानी 13 सालको हो 69 भयो त्योभन्दा बढीको मान्छे 13 सालको हो तपाईँ 13 सालको 13 सालमा जन्मिए 13 वटा जन्मिए 13 नम्बरमा 13 पुत्र आमाले 13 वटा बा भाउजू अनि 3 चोटि आमा गर्भभित्रै परिवारभित्र गएर मारा आमाले पेटेमा 3 3.5 महिना अनि बद्री केदारमा जाँदा नि एकचोटि तिनधाम जाँदा नि एकचोटि त्यही आमाले पेटभित्र लैजाएको ठाउँमा 3 चोटि पुगेँ उहाँबाट आएर जन्मेपछि अनि नाम प्रयाग राख्यो इन महिना भएको थियो मैले भएको थियो कि अब सकिसकेको थाहा छैन गएर तुलिन्छ अब एउटा पालि भनेर अनि बाउ जेठो बाउहरू कान्छो बाउहरू माथि सरकान्छौ भिनाजुहरू सबै जानिँदैन म जान्छु भनेर त्यो बेला जान हुने आमाको पेटभित्रै गएर आएर अनि जन्मिएमा अनि 13 वटामा यो पृथ्वीमा मिल्गाइदिए 13 वटाकोमा कोही जम्ल्या भयो कोही के भयो यो 13 औँको भन्दिनँ आमाले 13 मा कतिजना 5 जना 6 जना 13 सन्तानमा अब तपाईँहरू 5 जना रुको दिदी जीवितमा चाहिँ पहिले मरे नाच्नुभन्दा पहिले राम लक्ष्मण भन्ने भाइहरू दुइटै त्यो हुने जाँदा म 13 वटा यो 13 वटा जन्मिएँ यो कस्तो जन्मेछु यो भन्दिनँ आमाले कसैको गर्ने जाने गर्नेमा कसैको डर भर के पनि लागेन नारायण दाईले अब आमा के बहन नसक्ने यो भाइ बसेर आउला भन्ने आशा गरिरहेको छ हामी आउन नि अनि सबै बसेर आयो म कोरै भित्रै मरिहाल्छु अब चाहिँ गर्छु भने म चाहिँ नि सलाइन लाउनु पऱ्यो लगाइहाल्छु जम्मै कुरो गरिहाल्छु तेरो जहिले के पर्छ र भने अनि दाइले यदि मरिहालिस् भने पनि हामी 4 भाइ भएपछि कसैलाई छुन नदिइकन तल तिरौँला मै दिउँला भनेपछि यसले सक्छ अरू 3 बद्री केदार पशुपतिहरूतिर बसी म यो भएपछि म तल कसैलाई पनि छुन दिन्छु म हिजोले बोकेर मरण घाट पुर्याइदिन्छु यो 2 3 भएपछि पालो पालो भइहाल्छ भने दाइ त झरिलो 2 चोटि सलाइन लाएर 2 चोटि फ्यान भएर बाँच्यो कोरामै ठुला बित्नु कोरामै 2 चोटि फ्यान हो नि कोरे बसेर अनि बाहिर ल्याएर अलिअलि त्यो मस्ता तर्पण दिएर जाने लाग्यो माइल गरेर ढङ्गा तुल लाएर अनि हामी जान्छौँ मेरो त बाउ आमाको दुइटै एकैचोटि भयो पहिला एकचोटि भयो हुन्थ्यो नुहाएर आयो दाइले पानी त तायो खायो दाइहरू बाहिर निस्क्यो आज पानी त तायो त्यसपछि तर्पण दिन लाएर भित्र लागि पनि दाइहरू सबै जान्छ
बाउ पनि थाहा पाउँछु 500 वर्षको त्यहाँ कुवामा पानी खाए सबै थाहा पाउँछु मैले हजुर भएको मलाई डोरी बाँधेर कहने मान्छे खट बाँध्ने जान्छ त सबै थाहा पाउँछु खानी खानी लाटामा त्यो नबिया बाउ आइपुग्यो बाउसँगै यहाँ उसरी बाँधछान गऱ्यो सबै ट्याउटुक गऱ्यो अनि 9 बजीतिर माथानतिर बिहानैदेखि छटपटी गरिरहेको थियो नि हेर्दा अब बाउलाई लाने मान्छे त आउनु थाल्यो त्यो खुवाउने चलन थियो नि पहिला अब बाउ आउँछन् कि यो किन छटपटी यताउति गर्छ भन्थ्यो क्या अनि लास्टमा त्यो पाठको दाइ उसको पनि काम धन्न बाउ चाँडै मऱ्यो नेपाली भाइहरू धेरै नारायण पछि बेलुकासम्म जिन्नेल आइपुग्नु भइरहेको है भने नमस्ते बेला त्यो दाइ आयो नबिया बाउ खै त भन्यो उसँग आउँछन् कि भन्ने आशा थियो मलाई क्या बुढालाई छोराएर आएँ अहिलेपछि भाउजूले डोरी बाँड्दाखेरि त्यो बाँड्दाखेरि कुल्चिँदा केही हुँदैन थियो ट्रेनमा उसले बाँधिरह म त्यही 7 बजेतिर केटाले त्यो नबिया बाउ जिउ छोरा ऊ छोरा जेठो चाहिँ क्या अनि भने म कुल्छु म र कुल्छु यतिखेरतिर आउँथ्यो नि पहिला अनि पानीले त्यसलाई पखाल्यो मुन्टु म अनि त्यतिर गएँ म कहाँ लाने पनि थाहा पाउँछु जेठो बाउ नारायण दाई माथि गागा बाउ फल जहाँ सुतिर नि पानी जेठो बाउ ल्यायो माथि पोतेर ठिक गरेँ अब बाउले घाममा सुता होला भने ठानी भयो नि मैले अनि ल्यायो हामी त्यो बेला दिनको दिन है त्यहाँ बाउ खै त त्यो बेला हामी बुझ्नुमा थियौँ कसरी हुनुभएको थियो बुझ्नु पर्ने थियो अनि अब हामी धेरै अनि सानो फलेटाबाट बाउलाई म कहाँ सुताएँ त्यसो पानी लिएर आएर माछा गयो कोतमाली गऱ्यो त्यसो भएको पहिला चाहिँ पानी ल्याउने उहाँ माथि खानबाट त्यहाँ कुवा थियो केही कुरा छैन त्यही पुरानोको कुवाबाट चोखो पानी लिएर आयो कहिले पनि सुन्दैन भैँसी गोर्नेको ठाउँमा नछुने ठाउँमा राख्यो माला अब भइसकेपछि उनी गऱ्यो अनि उनी त्यहाँ जेठो बाउ नारायण दाइ र माथि दुर्गाका बाउ भएर अनि म कहाँ लाग्यो सबै ठाउँमा थियो एकदमै भाव आएको थियो बिहानको बाबा आयो बिहान एकदमै घाम आएको माथि 7:30-8 बजेको थियो मान्छे त्यहाँ थाहा थियो त्यो भयो मलाई थाहा भयो अनि त्यो ग्रुप बेला मलाई लिन आउँछ नि भन्दा कोठाभित्र सुत्यो त्यो मको घाट भएको ठाउँमा त्यहाँ ल के भयो त्यो नगर अरूको मान्ने त्यसो भन्दैन तिम्रो नाम के हो छोरो सकेश उता आइया भए तिम्रो आइया भए छैन उता अघिवाला हेर्नु पर्छ भने कुन बाटो कति बाटो छ मेरो भाइ कति सक्दिनँ खै दिन आफू त्यो काममा जहिले लाग्यो जहिले हरि भन्ने भयो हामी भनेर भयो त्यो सबै चिनिँदाखेरि त्यसको निर्देशहरू सबै भगवान्को तर्फमा सम्झिने बस्नु
शान्ति हुन्छ हामी गएपछि नि हेर्छ मङ्सीले नि हेर्छ हेर्छ यता हेर्नु मुवा यो दम बढेर यस्तो भएको होइन है काका त्यही भएर जाउँ यो न्यु अस्ति उ भयो मेरो पनि गइसक्यो गयो धेरै गयो छैन मैले पुँजी कसैको आशा मतलबै छैन सजिलैसँग लाग्यो अरे घाम पानी नपारिकन लाइन दुःख नदियो भने त्यति हो थला पर्नु परेन भने सबभन्दा ठुलो कुरो त्यही हो यता हेर छोरी तेरो फोटो खिच्ने फोटो खिचेर लाऊ कि बाबासँग बसी ल फेरि के हो ठाडो मुन्टु लानु मुन्टु हो उहाँ उसले फोटो खिच्छ ल लैजा। बाहिर